इंग्लिश बोर्डिङ स्कुल भाइ बहिनीहरू माथिबाट पनि हेरेछ हैन अनि यहाँ तल अगाडि पनि हुनुहुन्छ अनि सबै स्कुल परिवार सबैलाई चाहिँ धेरै धन्यवाद छ। आज तपाईहरुले निमन्त्रणा गर्नुभएको हुनाले म यहाँ आएको हो र भाइ बहिनीहरूसँग भेट्ने मौका पाएको हो। अब यही मौकामा म केही कुराहरू गर्छु, लामो कुरा गर्दैन, एकदम ध्यान दिएर सुन्नु होला भाइ बहिनीहरू। किनभने मैले गर्ने कुरो भाइ बहिनीहरूको लागि मात्रै गर्छु, अरूको लागि म त्यति गर्दैन। ल अब सुन्नुहोस् कुरो। मेरो नाम महावीर पुन हो, पहिले नै थाहा भइसक्यो र मेरो घर चाहिँ म्याग्दी जिल्ला हो। म्याग्दी जिल्ला एउटा दुर्गम जिल्ला हो, हिमाली जिल्ला र यो जिल्ला एकदम उत्तरमा पर्छ र त्यो जिल्लामा जन्मेर हुर्केँ। अब धेरै ठाउँमा गएर पढियो अनि अमेरिकामा पनि गएर पढियो अनि म अहिले समाज सेवाको काम चाहिँ गरिरहेको छु। मेरो काम के हो भाइ बहिनीहरूले त्यति सम्झनु, नाम र काम सम्झ्यो भने पुग्छ। नाममा महावीर पुन, काम भनेको समाज सेवा गर्ने, सोशल वर्क। र सोशल वर्क चाहिँ कस्तो सोशल वर्क हो त्यो पनि बुझ्नु। किनभने पछि भविष्यमा गएर भाइ बहिनीहरूले मैले जस्तो सोशल वर्क पनि गर्न सक्छ, सोशल वर्क नै गर्नुपर्छ भन्ने छैन। मैले गरेको कुराहरूबाट केही कुराहरू सिक्न सक्छ। मैले गर्ने सोशल वर्क के हो भने साइन्सलाई प्रयोग गरेर सोशल वर्क गर्छु। अब ध्यान दिनु, साइन्सलाई प्रयोग गरेर कसरी सोशल वर्क गर्ने त्योबाट पनि सिक्ने। अब सिके हुन्छ हैन। साइन्सलाई प्रयोग गरेर सोशल वर्क गर्ने भनेको के हो, कसरी गर्ने? त्यो भनेको के हो भने किताबमा साइन्स पढ्ने अनि किताबमा पढेको साइन्सलाई प्रयोग गरेर कुनै नयाँ कुराहरूको प्र्याक्टिकल गरेर कुनै नयाँ चिजहरू बनाउने। अनि त्यो बनाएको चिज चाहिँ काम लाग्ने चिज हुनु पर्यो। हामी जनतालाई, सबै जनतालाई काम लाग्ने चिज बनाउने अथवा त्यस्तो किसिमको टेक्नोलोजीको विकास गर्ने जुन टेक्नोलोजी सबैलाई काम लाग्ने होस्, समाज सेवा पनि होस्, आफ्नो सेवा पनि होस्, आफूले पैसा पनि कमाउन सकोस्। त्यसकारणले यसरी चाहिँ साइन्सलाई प्रयोग गरेर समाज सेवा गर्न सकिन्छ। भाइ बहिनीहरूले अहिले पनि साइन्स पढिसकेका छौ, पढ्दैछौ। अब साइन्स पढ्नेहरूले त्यो कुरा चाहिँ दिमागमा राखेर सबै पढे जति सबैको नसक्ला, कोही कुराहरू जसलाई चाहिँ प्र्याक्टिकल गर्न सकिन्छ त्यस्ता कुराहरूबाट त्यो बनाएर कुनै चिज बनाएर अनि प्र्याक्टिकल गरेर बनाएर राम्रो काम लाग्ने चिज बनाउने। मैले समाज सेवाको काम चाहिँ यसरी गर्छु र यसरी समाज सेवाको कामहरू गर्दै जाँदाखेरि मलाई एउटा कुरा के चाहिँ मैले कुरा सिकेँ भनेदेखि साइन्सलाई प्रयोग गरेर समाज सेवाको काम गर्नको लागि गाह्रो थियो मान्छेहरूलाई बाँच्नको लागि। त्यसकारणले भाइ बहिनीहरूले मेरो बाल्यकाल पढेर पनि केही कुराहरू सिक्न सक्छ। अनि म अमेरिकामा पढ्न गएँ, अमेरिकामा पढेर आएँ, समाज सेवा गरेँ। समाज सेवा गर्दाखेरि धेरै कामहरू गरियो। त्यो सबै कुराहरू लेखेको छु। किन लेखेको छु भने यस्तो किसिमको कामहरू गर्दाखेरि विभिन्न किसिमको समस्याहरू आइपर्छ। समस्याहरूसँग जुझ्नु पर्ने हुन्छ र जुझ्नको लागि चाहिँ एकदमै सङ्घर्ष गर्नुपर्ने हुन्छ।
मैले गरेको सङ्घर्षको कथाहरू यसमा लेखेको छु। यो सङ्घर्षको कथाहरू पढेर भाइ बहिनीहरूले पनि भोलि तिमीहरूको जीवनमा सङ्घर्ष गर्न यसले चाहिँ प्रेरणा मिलोस् भनेर मैले यो सङ्घर्षको कथा लेखेको हो। अब सङ्घर्ष त मिल्दैन, मैले गरेको जस्तो सङ्घर्ष तिमीहरूले गर्नु पर्दैन, तर कुनै न कुनै तरिकाले सङ्घर्ष त गर्नै पर्छ। बाँच्नको लागि सङ्घर्ष गर्नुपर्छ। स्कुल पढ्दैसम्म कलेज पढ्दैसम्म कसैले सङ्घर्ष गर्नु पर्दैन। तिमीहरूले पनि गर्नु परेकै छैन अहिले सङ्घर्ष, किनभने बाउ आमाले सङ्घर्ष गर्नु भएको छ, पढाउनु भएको छ अनि आनन्दका साथ पढाएको छ। क्याम्पससम्म पनि पढाउनुहुन्छ बाउ आमाले, तर पढिसकेपछि आफैले कमाउनु पर्छ। आफैले कमाउनु पर्दाखेरि बल्ल सङ्घर्षको जीवन सुरु हुन्छ र अनेकौँ किसिमका समस्यासँग जुझ्नु पर्ने हुन्छ। जुझ्दाखेरि मन चाहिँ दह्रो हुनुपर्छ। यो मन दिमाग चाहिँ कडा हुनुपर्छ, किनभने मन दह्रो भएन, दिमाग कडा भएन भने त्यसले सङ्घर्ष गर्न सक्दैन अनि दुःख पाउँछ। त्यसैले भाइ बहिनीहरूलाई एउटा प्रेरणा दिनको लागि